हेलो माई डियर एबी फलोवर्स सेवारो। आज चाहिँ हेर्नुहोस् हामीले ब्यानर बोकेर प्ले कार्ड्सहरु बोकेर महिलाहरु टिप्दै हामीले चाहिँ स्कुलदेखि गेरिथाङ मन्दिरसम्म गयौं। किन भन्दाखेरि चाहिँ टुडे इज वर्ल्ड नो टोबैको डे थियो र यो चाहिँ अवेयरनेस जस्तै हामीले कोटेसनहरु यसरी नानीहरुले लेखेर ल्याउनु भएको थियो सबैजनाले। अनि प्ले कार्ड्सहरु बोकेर चाहिँ अवेयरनेस दिँदै हिँडेको। अनि त्यहाँदेखि चाहिँ फर्केर आएर जीपीके देखि ओरालो गएर त्यहाँदेखि चाहिँ हामी स्कुल ग्राउन्ड तर्फ गयौं। किनभने आज चाहिँ हाम्रो फाइनल फुटबल म्याच पनि छ गर्ल्स एन्ड बोइज को। अनि गेस्टहरु पनि निकैजना बोलाउनु भएको छ। यसरी नै हामी चाहिँ यतिखेर ग्राउन्ड पुगिसकेका छौं र सबैजना रेलीमा गएर आएको हेर्नुहोस्। अनि सबैजनाले प्ले कार्ड बोकिरहेको छ। यतिखेर भने हाम्रो गेस्ट पनि आइसक्नु भएको छ। अनि गेस्टलाई वेलकम गरिसक्नु भयो प्रिन्सिपल सरले। त्यहाँदेखि चाहिँ हामी हेर्नुहोस् प्ले कार्ड्सहरु आज चाहिँ कम्पिटिसन थियो। अनि कसले राम्रो कोटेसन लेखेर ल्याउँछ उसलाई चाहिँ रिवार्ड्स दिने। अनि फर्स्ट सेकेन्ड थर्ड अनि यहाँ गेस्टहरुले चाहिँ हेर्नु हुँदैछ कोटेसनहरु। अब उहाँहरुले नै चुज गर्नुहुन्छ को चाहिँ फर्स्ट को सेकेन्ड को थर्ड भन्ने। अनि हेर्नु सबैजनाले दामी कोटेसनहरु लेखेर ल्याउनु भएको थियो। एकदम राम्रो कोटेसनहरु हेर्नुस् तपाईहरु पनि। मैले जुम गरी देखाउँदैछु तपाईहरुले पनि ताकि हेर्नु सकोस् भनेर। यहाँ चाहिँ भाइले पनि लेखेको रहेछ तर अलिक सानो लेख्नु भएछ। हेर्नुस् राम्रो लेखेको छ सबैजनाले। अब को फर्स्ट सेकेन्ड हुन्छ त्यो चाहिँ गेस्टले चुज गर्नुहुनेछ पढेर। कसैको पनि नराम्रो चाहिँ छैन सबैको राम्रो छ। यिनीहरु चाहिँ प्लेयर्सहरु आजको रेडी भइसकेको छ। अनि अब चाहिँ हाम्रो प्लेयर्सहरुसँग यहाँनिर इन्ट्रोडक्सन हुँदैछ गेस्टसँग। अनि हेर्नुस् आजको फुटबल म्याच चाहिँ एकदम धमाकादार हुनेवाला छ है। आज चाहिँ फाइनल हो नि त। अन्त हेर्नुस् फुटबल म्याच पनि स्टार्ट भइसकेको छ गर्ल्सहरुको। येलो हाउस भर्सेस ग्रीन हाउस हो आज चाहिँ। अनि त्यहाँदेखि कसले जित्ने छ म तपाईहरुलाई लास्टमा भन्ने छु। अनि यो चाहिँ हाम्रो माथि ग्यालेरीमा नानीहरु बसिरहेको छ। अन्त यतिखेर भने चाहिँ खाजा दिइरहेको छौं हामीले। नानीहरुले एकदम राम्रोसँगले जित्यो। येलो हाउसलाई किन मैले येलो हाउसलाई मात्रै देखाउँदैछु भन्दाखेरि येलो हाउस चाहिँ मेरो टिम हो। म चाहिँ येलो हाउसको हाउस इन्चार्ज छु। त्यही भएर चाहिँ नानीहरु सबैजनालाई खाजा मज्जाले दिए किनकि यति बेसी बिचारा खटेर खेल्नु भएको थियो। एकदम राम्रो गोल लगाएर जितेको छ। एकजना चाहिँ इन्जर भइरहेको छ केही छैन अलिकति लडेर खोर्से छ जाति भइहाल्छ। खुसी भइरहेको छ नानीहरु पनि। अनि हेर्नुस् मज्जाले खाजा इन्जोय गर्दैछ। अनि सबैजनाले थ्यांक यू मिस थ्यांक यू भन्नुहुँदैछ। त्यहाँदेखि म ग्राउन्डमा गइसके। ग्राउन्डमा चाहिँ बोइजहरुको फुटबल म्याच त स्टार्ट भइसकेछ। त्यहाँदेखि चाहिँ बोइजहरुको यस्तो डरलाग्दो टफ भइरहेको थियो कि यस्तो दामी प्लेयर्सहरु छ। हाम्रो पनि बोइजहरु चाहिँ एकदम राम्रो खेल्छ। अनि हेर्नुस् यस्तो दामी जन्नै गोल भएको हेर्नुस्। अनि यहाँ चाहिँ रेड हाउस भर्सेस ब्लू हाउस हुँदैछ। यतिखेर भने म्याच पनि सकिसकेको छ। अनि ब्लू हाउसले जितेर हेर्नुस् खुसी भइरहेको छ। अन्त गर्ल्समा पनि हाम्रो येलो हाउसले अघि जितिसक्नु भएको छ। अब हामीले चाहिँ गोल्ड स्टार पाउने वाला छ है। अनि त्यसरी नै सबैजनाले राम्रो खेलेको थियो। हेर्नुस् प्लेयर्सहरु थाकेर बसिरहेको छ। यो चाहिँ म्याच सकेर हो। अनि थ्यांक यू सो मच फर वाचिङ माई भिडियो। बाइ बाइ गाइस।